ताशी आमासँग कौसीमा लुङ्गताहरू हाल्नमा व्यस्त थिइन्। माथि सेता हिमालहरू नीलो आकाश छोइरहेका थिए। तल रङ्गीचङ्गी लुङ्गताहरू हावामा फरफराइरहेका थिए। गाउँ आज असाध्यै फरक देखिन्थ्यो। कसैले घर सफा गरिरहेका थिए, कसैले सजावट गर्दै थिए। कतै स्वादिला खानेकुरा पकिरहेको सुगन्ध आइरहेको थियो। आज के खास छ? सबैजना व्यस्त देखिन्छन्, ताशीले सोचिन्। उनले आमालाई सोधिन्, आज कुन दिन हो? घरभित्र आमाला मुस्कुराउँदै बस्नुभएको थियो। यो लोहसारको समय हो, उहाँले भन्नुभयो। लोसार भनेको नयाँ वर्ष। ताशीलाई याद आयो, पोहोर साल उसका साथीहरूले भिन्न भिन्न दिनलाई लोसार भन्दै थिए। उनले सोधिन्, लोसार खास कहिले मनाइन्छ? हाम्रो हिमालमा नयाँ वर्ष फरक फरक समयमा आउँछ। आमा ताशीको नजिक झुक्नुभयो। यसलाई 3 जादुई ढोका जस्तै सोच, उहाँले भन्नुभयो। हरेक ढोकाले नयाँ सुरुवात ल्याउँछ। ताशीले बाहिर हेर्दा साथीहरूलाई कसैलाई नाच्दै, कसैलाई हाँस्दै, कसैलाई बत्ती बाल्दै देखिन्। सबैको खुशी फरक थियो, तर मुस्कान एउटै थियो। ताशी दौडेर बाहिर निस्किइन्। ड्रमको ताल, हाँसो र चियाको गिलास ठोकिने आवाजले सिङ्गो गाउँ भरिएको थियो। आमालाहले ताशीलाई अँगालो हाल्दै भन्नुभयो, नयाँ वर्ष फरक हुन सक्छ, तर खुशी, माया र आशा सबैको एउटै हो। ताशीले हात हल्लाउँदै भनिन्, सबैलाई ह्यापी लोसार। लोसारमा हजुरलाई के गर्न मनपर्छ?